अनि बाजे तपाईको छोरा त बाहिर जानु भएको छैन? हजुर बाहिर छ, परदेशमा छ। पैसा पठाउँदैन तपाईलाई? नानी नानी को हुनुहुन्छ घरमा? नानी एकछिन बाहिर आउनुहोस् न। के भयो बाजे? हेर्नुहोस् न, एक हप्तादेखि मेरो घरमा बुढी बिमारी छे, औषधि खुवाउने पैसा पनि छैन। सक्नुहुन्छ भने 200 रुपियाँ सापट्टि दिनुहोस् न। बरु हात जोड्छु तपाईँलाई, औषधि ल्याएर मेरो बुढीलाई निको बनाउँछु भनेको। अनि बाजे तपाईको छोरा त बाहिर जानु भएको छैन? हजुर बाहिर छ, परदेशमा छ। पैसा पठाउँदैन तपाईलाई? खै पहिला पहिला त धेरै दिन अघि त पठाउँथ्यो, अहिले त धेरै दिन भयो खै पठाएको छैन। नानी फोन पनि गर्दैन, पैसा पनि पठाउँदैन। घरमा धेरै दिनदेखि आमा सिकिस्त छ। खै यो फोन नम्बर मेरो छोराको एकपल्ट फोन लगाइदिनुहोस् न तपाईँको मोबाइलबाट। हेलो भाइ, म तपाईको घर छेउको माइल दिदी बोलेको। तपाईले पैसा पठाउनु हुँदैन तपाईको बाबा आमालाई? हन कसले भनेको पैसा पठाइदिएको छैन भनेर? मैले अस्ति त पैसा पठाइदिएको। तपाईले पठाउनु भएको भए मेरोमा किन सापटी माग्न आउनुहुन्थ्यो? तपाईको आमा त पुरा बिमारी हुनुहुँदो रहेछ। बिचारा तपाईको बाबा आमा यहाँनिर घाँस दाउरा बेचेर खानुहुन्छ। तपाईले पठाउनु भएन भने कस्तो सारामा जिउनुहुन्छ तपाईको बाबा आमा? ल पैसा चाहिँ जे गरेर भए पनि पठाइहाल्नुहोस् है, छिट्टो पठाइदिनुहोस्। ल हुन्छ, राखेँ मैले फोन। के भने नानी छोराले? पठाइदिनुहुन्छ अरे तपाईँको छोराले पैसा। खै अस्ति पनि पठाइदिन्छु त त्यसरी नै भन्यो। त्यहाँ मासु घरको नानीको मोबाइलबाट फोन गर्दा त्यसै